So guys, finally हामी जंगलको बाटो हिँड्दा हिँड्दै टाढा चोक आइपुगिसक्यो। यहाँनेरि अविनाशता ला जानु यहाँनेरि पसन्द छ। यहाँ म छु एकसँगले यहाँ अगाडि रमझम दसैँको अहिले चाहिँ हामीहरू फिलहाल दसैँको मेलामा गएको होइन दुलारीको त्यहाँ अनि त्यहाँनेरि ठुलो मेला लागिरहेको रहेछ त्यही भएर आज त्यहाँनेरि गएको हेर्न सक्नुहुन्छ इटाहट्टामा पनि यहाँनेरि के छ पनि दुर्गा पूजा लागिरहेछ यहाँनेरि दुर्गा पूजा लागिरहेछ होइन भजन कीर्तन यहाँनेरि हेर्न सक्नुहुन्छ। सो गाइस अहिले चाहिँ हामी फाइनल्ली मेला आइपुगिसकेको छौँ। यहाँ हेर्न सक्नुहुन्छ पूजा कम्प्लेक्स। मेला लागेको बेलामा क्या चिच्याएर नि दुई दिनसम्म स्वर भाँसिएको त मेरो पनि मेरो सुरु भएको भाइ मोटरसाइकलमा घुम्न जाने कान्छी पछाडि बसेर यहाँनिर पछाडिको भ्यूहरू अगाडिको भ्यूहरू ए कोही सुनिले भएको छैन मजा आयो गाइस भएन यत्रै उकालो रोक्ने गाडी जग्गा यतिकै मजा आइरहेको छ कस्तो मजा आइरहेको सकिसकेको छ होइन। सो गाइस अब चाहिँ हामीहरू यहाँनिर एकछिन यो खेल्ने होइन
अनि त्यस पछाडि अब आफ्नो लक ट्राई गर्ने कति के पर्छ हेरौँ। यहाँनिर एउटा ल्यान्छ हानु परेन विश्व। अब म हान्छु मेरो लक कस्तो रहेछ हेरौँ। मेरो पनि परेन। आम्मामा अलिकति ल्याएर परेन छि। अब अर्को ट्राई हेरौँ है त पर्छ कि पर्दैन। ल गाइज हेर्नुहोस्। ल गाइज यहाँनिर फाइट परिसकेको रहेछ। यहाँ हामी उता खेलिरहेको थियौँ होइन, यहाँनिर फाइट परेको रहेछ भनेर हेर्न आएको, परिसकेको रहेछ। यहाँनिर पुलिसले पकड लाँदैछ हेर्नुहोस्। उसको परेको रहेछ पनि नाकसाक फुटाइदिइरहेछ। आम्बो खतरा फाइट परिरहेछ यार। कसको परेछ हौ, बवाल परेछ त। हाम्रो अब मेला यहीँनिर सकिन होइन।